नमस्कार साथीहरू, म पुष्कर भट्ट फेरि पनि हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी यो भिडियोमा कोरियन नम्बरहरूलाई सिक्नेछौँ र अघिल्ला दुईवटा भिडियोमा हामीले कोरियन वर्ण र ती वर्णहरूको उच्चारण कसरी गर्ने भन्नेबारे सिकेका थियौँ र आजको यो भिडियोमा कोरियन अङ्कलाई के भन्छन् त हाङ्गुक सुच्चा भन्छन् र कोरियामा दुईवटा नम्बरलाई प्रयोग गर्छन्। एउटा सिनो कोरियन नम्बर र अर्को ओरिजिनल कोरियन नम्बरलाई प्रयोग गर्छन्। नेपालमा पनि दुईवटा नम्बरलाई प्रयोग गर्छन्, जस्तै एउटा 1 2 र अर्को 1 2 प्रयोग गरे जस्तै कोरियामा पनि सिनो कोरियन र ओरिजिनल कोरियन नम्बरलाई प्रयोग गर्दा रहेछन्। र यहाँनिर रहेको छ सिनो कोरियन नम्बर। यो सिनो कोरियन नम्बर भनेको चाइनाबाट आएको हो र ओरिजिनल कोरियन नम्बर भनेको कोरियन मानिसहरूले आफैले के त बनाएको नम्बर हो र यो यहाँनिर नम्बर रहेको छ। र सिनो कोरियन नम्बर 1 2 लाई के भन्दो रहेछ हेरौँ है। इल भनेको 1 अनि इ भनेको 2, साम भनेको 3, सा भनेको 4, ओ भनेको 5, युक भनेको 6, छिल भनेको 7, फाल भनेको 8, खु भनेको 9 अनि सिप भनेको 10। अब हजुरहरूले पनि मसँगै नै भन्नु होला। इल भनेको 1, इ, साम, सा, ओ, युक, छिल, फाल, खु, सिप गरेर 1 देखि 10 सम्म छन्। र अब ओरिजिनल कोरियनमा जाउँ। हाना भनेको 1, दुल भनेको 2 अनि सेत भनेको 3, नेत भनेको 4, थासत भनेको 5, यसत भनेको 6, इल्गोप भनेको 7 अनि यदल भनेको 8। यहाँनिर रब फाचिममा आएको है साथीहरू यदलमा। अनि आहुप भनेको 9 अनि यल भनेको 10 गरेर 1 देखि 10 सम्म छन्। र हजुरहरूले पनि एकचोटि सँगै भन्नु होला। अनि हाना भनेको 1, दुल, सेत, नेत, थासत, यसत, इल्गोप, यदल, आहोप, यल गरेर 10 सम्म छन्। र हामीले अन्य के त नम्बरहरूलाई लेख्नुभन्दा पूर्व यी नम्बरहरूलाई राम्रोसँग बुझ्यौँ भने यिनी नम्बरहरूकै आधारमा अरू नम्बरहरूलाई पनि बनाउन सकिन्छ। त्यही भएर यी नम्बरहरूलाई एकदम राम्रोसँग पढ्नु होला र सिक्नु होला भन्न चाहन्छु। अब यहाँनिर रहेका छन् 10 देखि 100 सम्मको गिन्ती। यहाँनिर सिनो कोरियन भइहाल्यो, यहाँनिर ओरिजिनल कोरियन, यहाँनिर नम्बरहरू। र यङ भनेको 0 भन्दो रहेछन् सिनो कोरियनमा। अनि सिप भनेको 10 तर र इसिप भन्नाले अब इसिप कसरी भन्यो त? यो इसिप भनेको 20। अब 20 कसरी भन्यो नेपालीमा? 20 त 2 10 बराबर 20 हुन्छ। 2 10 भयो भने 20 हुन्छ। त्यही भएर कोरियनमा पनि 2 भनेको इ हो, सिप भनेको 10 हो। 2 10 20। इसिप भनेको के रहेछ त? 20 रहेछ। त्यही भयो सामसिप भनेको पनि 30 हो। जस्तै 30 कसरी भन्यो? 3 10 30 हुन्छ। 3 भनेको साम भयो, 10 भनेको सिप भयो। सामसिप भनेको 30 अनि सासिप भनेको 40, ओसिप भनेको 50, युक्सिप भनेको 60, छिलसिप भनेको 70 अनि फालसिप भनेको 80, खुसिप भनेको 90, फेक भनेको 100। र यहाँनिर रहेको छ ओरिजिनल कोरियन नम्बर। खङ भनेको 0, 0लाई खङ भन्छन्। र यल भनेको 10, सुमुल भनेको 20, सरुन भनेको 30, माहुन भनेको 40, सुइन भनेको 50, यसुन भनेको 60, इरुन भनेको 70, यदुन भनेको 80, आहुन भनेको 90, फेक भनेको 100। यहाँनिर फेक छ होइन 100मा। यो किन भनेपछि ओरिजिनल कोरियन नम्बरको प्रयोग 99 सम्म मात्र हुन्छ। योभन्दा माथि सिनो कोरियनको प्रयोग गरिन्छ। त्यही भएर योभन्दा माथि के त 100 भन्दा माथि के को प्रयोग गरिँदो रहेछ त? सिनो कोरियन नम्बरको प्रयोग गरिन्छ। यो नोटमा पनि त्यही लेखिएको छ। अनि ओरिजिनल कोरियनको गणना 99 सम्म मात्र हुन्छ। 100 भन्दा माथि सिनो कोरियन नम्बरको प्रयोग गरिन्छ भनेर भनेको छ। अब अन्य गिन्तीहरू हेरौँ। पहिले त हामीले बेसिकमा त 1 देखि 10 सम्म जान्नु पर्यो, त्यसपछि 10 20 30 भनेर 100 सम्म जान्नुपर्छ। त्यसैले यही अङ्कहरूलाई एकदम राम्रोसँग सिक्नु होला। र अन्यमा जाउँ। ल है साथीहरू, अब 11 12 13 कसरी भन्ने त? सिनो कोरियन रहेको छ, ओरिजिनल कोरियन रहेको छ। अनि यहाँनिर पहिले 11 नेपालीमा कसरी भन्ने त? त्यही हो नि त बुझ्नुपर्ने। 10 + 1 बराबर के हो त? 11 भन्ने हो। त्यही भएर कोरियनमा पनि सेम हो। 10 लाई के भन्छ? सिप भन्छन्। इल भनेको के हो त? 1 हो बराबर सिबिल भनेको 11 हो। यो सिबिल कसरी भयो भन्दाखेरि हामीले उच्चारणका नियममा पढिसक्यौँ। फाचिम लगत्तै स्वर वर्ण आयो भने त्यो फाचिम वर्णलाई स्वर वर्णसँग समायोजन गरेर ओरिजिनल उच्चारण गरिन्छ भनेका थियौँ। त्यही नियम हो। सिबिल भनेको 11। अनि 12 कसरी भन्ने त? 12 भनेको 10 + 2 बराबर 12 हुन्छ। त्यही भएर 10 लाई के भन्छन् त? सिप भन्छन्। अनि
2लाई के भन्छन् त ई भन्छन् बराबर सिबी। सिबी भनेको 12। हामीले एउटा बुझ्यौँ भने अरू आफै जानिन्छ कि। जस्तै हैन 12 कसरी बनिएको छ त 10 + 2 बराबर 12 बनिएको छ। त्यही हो अब कोरियनमा पनि पहिले 10 लाई के भन्छन् त 10 + 2 बराबर 12 बनिन्छ। जस्तै सिप भनेको 10 हो अनि ई भनेको 2 हो बराबर सिबी भनेको 12। त्यसै गरी यो 13 छ। सिप भनेको 10 हो अनि साम भनेको 3 हो। सिप साम भनेको 13 सिपसाम भनेको 13 अनि 21 रहेको छ अनि 33 रहेको छ अनि 75 रहेको छ यहाँनिर। इसिप भनेको अब 20 मा 1 जोड्यो भने 21 हुन्छ त्यही हो। अनि 20 लाई के भन्छन् त्यो जान्नु पर्यो। फेरि 20 लाई इसिप भन्छन् प्लस इल भनेको के हो त 1 हो। 20 + 1 बराबर 21 हुन्छ। इसिबिल भनेको के रहेछ त 21 रहेछ। र त्यसै गरी सामसिप साम छ। सामसिप भनेको 30 प्लस साम भनेको 3 बराबर के त सामसिप साम भनेको 33। त्यसै गरी छिलसिप रहेको छ। छिलसिप भनेको 70 अनि ओ भनेको 5। छिलसिबो भनेको के रहेछ त 75 रहेछ। त्यसै गरी यहाँनिर ओरिजिनल कोरियन रहेको छ 11 12 13। यसमा पनि सेम हो 10 + 1 बराबर 11 हुन्छ। कोरियनमा पनि अब अङ्कहरू मात्र फरक हो। ओरिजिनल कोरियनमा 10 लाई के भन्छ त्यो जान्नु पर्यो पहिले। यल भनेको 10 हो प्लस हाना भनेको 1 हो। यार हाना के रहेछ त यार हाना भनेको 11 रहेछ। यो पनि उच्चारणको नियममा पढिसक्यौँ हामीले। यल र फाचिममा आउँदा लगत्तै के है त ह आयो भने रको र उच्चारण गरिन्छ भनेर भनेका थियौँ। त्यही हो। 12 कसरी भन्यो त पहिले 10 लाई के भन्छन् त यल भन्छन्। फेरि 2 लाई के भन्छन् त्यो जान्नु पर्यो दुल भन्छन्। त्यही भएर यल दुल भनेको 12। त्यसै गरी 13 छ यहाँनिर। अनि यल भनेको 10 प्लस 3 लाई जोड्नु पर्यो। जोड्दाखेरि के भन्छन् त 3 लाई सेट भन्छन्। यल सेट भनेको 13। त्यसै गरी 21 33 अनि 75 रहेको छ। सुमुल भनेको 20 हो प्लस के त हाना जोड्दाखेरि के त सुमुल हाना भनेको के रहेछ त 21 रहेछ। सरुन भनेको 30 हो अनि सेत भनेको 3 हो। सरुन प्लस सेत बराबर सरुन सेत हुन्छ। के हो त सरुन सेत भनेको 33 हो। अनि इरुन भनेको 70 हो प्लस थासत जोड्दाखेरि 5 5 लाई जोड्दाखेरि 70 मा 5 जोड्दाखेरि 75 हुन्छ। इरुन थासत भयो। र यसै गरी अन्य पनि बनाउनु होला के छैन के प्लस के आयो त त्यही हो। कोरियनमा पनि त्यो जस्तै 10 + 5 छ हैन। ओरिजिनल कोरियनमा 10 + 5 बराबर के हुन्छ त 15 हुन्छ। जस्तै 10 लाई के भन्छन् यल भन्छन् 5 लाई थासत भन्छ। यल थासत भनेको के रहेछ त 15 रहेछ। त्यसरी नै पहिले नेपालीमा के जोडेर के बनिएको छ त्यही हो सेममा। पहिले 1 देखि 10 सम्मका गिन्तीहरूलाई जान्नु पर्यो। त्यसपछि 10 देखि 100 सम्म 10 20 30 भनेर त्यो सिकेपछि यी आफै बनिन्छन् के। जस्तै के प्लस के बनिएको छ त्यही हो। जस्तै यहाँनिर 11 कसरी बनिएको छ 10 + 1 बराबर 11 बनिएको छ। त्यही भएर 10 लाई के भन्छन् त यल भन्छन् अनि 1 लाई के भन्छन् त हाना भन्छन्। त्यही भएर यार हाना भनेको के त 11 हो। यसै गरी हामी 100 भन्दा माथि पनि हेरौँ। ल है साथीहरू 100 भन्दा माथिको गन्तीलाई हेरौँ। यहाँ कोरियन रहेको छ नम्बर रहेको छ अनि नेपाली रहेको छ। 100 भन्दा माथि त सिनो कोरियनको युज गरिन्छ। न ओरिजिनल कोरियन त 99 सम्म मात्र हो। र इल भनेको के हो त 1 भइहाल्यो। अनि सिप भनेको 10 फेक भनेको 100 छन् भनेको 1000 अनि हामीले फेकसम्म त पढिसक्यौँ। र अब 200 भन्दाखेरि कसरी भन्ने त 2 आयो नि त 200 2 + 100 बराबर के हुन्छ 200 हुन्छ। त्यही हो 2 लाई के भन्छन् त ई भन्छन्। फेक भनेको 100 ई फेक भनेको 200 हुन्छ। त्यसै गरी 500 भन्नुपर्दाखेरि ओ फेक हुन्छ। 500 5 भनेको अगाडि आयो त्यसपछि प्लस 100 ओ फेक भनेको 500 हुन्छ। त्यसै गरी यहाँ छन् रहेको छ। छन् भनेको जस्तै हामीले 1000 आउँदाखेरि जस्तै खुफेक भनेको 900 हो नि त। खुफेक पछि सिपफेक आउँदैन क्या छन् आउँछ सिधै सिपफेक नआइकन छन् आउँछ। छन् भनेको 1000। त्यसै गरी 2000 भन्दाखेरि त ई छन् हुन्छ 2000 3000 5000 जस्तै 9000 लाई के भन्छन् खुछन् भन्छन्। त्यसपछि के त 10000 लाई अनि सिप छन् हुँदैन क्या सिप छन् नभइकन के त मान भनेको 10000 मान भनेको 10000। त्यसै गरी सिममान भनेको लाख भइहाल्यो। अनि फेकमान भनेको 10 लाख भइहाल्यो। छन्मान भनेको छन्मान भनेको करोड भइहाल्यो। अनि अक भनेको 10 करोड भइहाल्यो। सिबक भनेको अर्ब भइहाल्यो। फेकक भनेको 10 अर्ब भइहाल्यो। छनक भनेको खर्ब भयो। अनि छो भनेको 10 खर्ब भयो। यो जस्तै याद गर्नुपर्दा मानसम्म त मान भनेको 10000 जस्तै
इल भनेको 1, सिप भनेको 10, पेक भनेको 100, छन भनेको 1000, मान भनेको 10,000। योभन्दा अगाडि कसरी याद गर्ने त? यो सिप आउँछ नि, सिपमान भनेको के त लाख भयो। त्यसपछि फेक आउँछ, फेकमान भनेको के त 10 लाख भयो। अनि त्यसपछि छन आउँछ, छनमान भयो, छनमान भनेको करोड भयो। त्यसै गरी अब अक आयो, अक भनेको 10 करोड भयो। त्यसपछि अगाडिलाई के त सिप आउँछ, सिप, फेक अनि छन। यो सिपक भनेको के त अर्ब भयो। अनि फेकक भनेको 10 अर्ब भयो। अनि छनक भनेको के त खर्ब भयो। अनि लास्टमा छो आउँछ। यसरी याद गर्नुहोला। र आजको भिडियो यो कस्तो लाग्यो हजुरहरूलाई जस्तो लाग्यो त्यस्तै कमेन्टमा भनिदिनु होला। केही कन्फ्युजन छ भने अनि त्यो कमेन्ट बक्समा लेख्नु होला। र यसरी पढाउँदा स्क्रिनमा देखाएर पढाउँदा राम्ररी बुझियो कि कपीमा पढाउँदा राम्ररी बुझिन्छ त्यो पनि भनिदिनु होला। र अर्को भिडियोमा हामी ओरिजिनल कोरियनको प्रयोग कहाँ गरिन्छ र सिनो कोरियनको प्रयोग कहाँ गरिन्छ भन्ने बारेमा जान्नेछौँ। हस्त खाम्साहाम्निदा।